यसलाई नमस्ते तपाईँहरू सन्चै आएर हुनुहुन्छ। अनि पछि मेरो आज 1.5 दिनपछि 1 महिनापछि भ्लग आउँदैछ है। अनि यो भ्लग चाहिँ हल्का छुट्टै किसिमको छ, किनभने हुन्छ नि आज रातभरि बब्बाल पानी पऱ्यो कि होइन। अनि बब्बाल पानी परेपछि हुन्छ नि बाढी आइदिरहेकोमा कसम हुन्छ नि। हेर न मैले यो भाँडा धुनेलाई भगाम भनेको तर भगाउनै मिलेन। सो त्यो स्याड है गाइस, त्यस्तै हो। अनि म हुन्छ नि हाम्रो घर यतातिर एउटा घरमा चाहिँ पानी पस्न लाग्छ कि हुन्छ, यति ठुलो बाढी रातभरि यति डेन्जर पानी पर्ने माक्सम है। हेर न बाढी यस्तो छ। हाम्रो यहाँ घरमा बाढी पस्ला, यहाँ भान्सामा पनि बाढी पस्न आएको छ। अनि म त यहाँ घरमा सामान भगाउन आएको कि। सो अब दोकानी बा सामानै भगाउनै पर्यो है। के गर्ने यस्तै छ अरू त। अब यसो सावधानी अपनाउनै पर्यो। म यसो इट्टा बोक्नु पर्यो हुन्छ नि। थोरै भगाउनु पर्यो के भन्छ किचन ऱ्याकहरू अनि अरू अन्त हल्का अग्लो गराउने हो अनि भइहाल्छ। नत्र भने पानीहरू छ हुन्छ त्यसले बर्बादै हुन्छ नि। एउटा इटा गरेर बोक्छु म। नै गाह्रो हुन्छ कि फेरि तपाईँलाई स्विमिङ गर्ने भएको त भल चाहिँ बढ्ने गराउनु जारी छ है। अनि हाम्रो त मोटर खोल्दै हाम्रो बुवाले छ। यो हुन्छ नि आज सब यता खेतबारीमा कहाँदेखि हुन्छ सब यो धान गोडेको खोड जति ल्याएर हाम्रो धानको यहाँनिर थुपार्दैछ। ल हेरौँ है कति ठुलो भल छ। फिलहाल मैले पानीमा छु फेरि। अहिले अरू ठाउँ पनि घुम्न यहाँ छ नाइ जिम उतै घरमा पानी पस्नु जस्तो भएको छ। यता भान्सामा चाहिँ अब थोरै अझ थोरै भयो भने चाहिँ भल चाहिँ पसिहाल्छ यसमा चाहिँ। यतातिर भर्खर सानो सानो छ, यतातिर पनि केही बेर चाहिँ पसिहाल्छ। यतातिर पनि पानी यत्रो जमिसकेको छ। यतातिर कति आएको छ हाम्रो छिमेकीहरूको घरतिर पसे छैन रहेछ, यता खाली छ। हावा त भगैती बाटी आफी लक्ष्मीहरूले सबै सामान भगाइसकेका छन्। अब हाम्रो चाहिँ बाटोमा छ है। अब फेरि अब इटा सिटा बोक्छु उहिले। हाम्रो घरभित्र त बाढी पसिसकेको छ है। ल हेरौँ अँधेरो छ देखिरहेको छैन। एक बरन त यहाँ भिजाइदिए बराल हो होइन। बरालमा चाहिँ लगाइदिउँ। ओ भाइ यस्तो खत्तम भइरहेछ। ल हेर न हरे भयो हाम्रो घर। भल पस्दैछ बिस्तारै। सो गाइस अनि हाम्रो साथीहरू अनि हामीले चाहिँ हुन्छ नि अब सब सामानहरू चाहिँ भइसक्यौँ है। हाम्रो घरमा चाहिँ बाढी चाहिँ एकदम ठुलो आइसकेको छ, देख्न सक्नुहुन्छ। यतादेखि बग्दै आइरहेको छ। अनि हाम्रो घरको आँगनमा पुरै पानी भरिसकेको छ कि हेर न पुरा हरियो भएछ फेरि हाम्रो आँगन चाहिँ। म चाहिँ जान लाग्छु माछा मार्न पर्यो। यस्तो बाढीमा ठुलो ठुलो माछा आउँछ अरे है यार। हिँड्नै गाह्रो भयो यार मलाई यो भलमा। ल हेर न हेर गाइस यति ठुलो भल आछ नि। ल हेरौँ सब गाई भैँसी राँगा बङ्गुर हुन्छ नि के जनावर छन् सब सेफ ठाउँमा लग्दैछन्। अब हामी चाहिँ त्यस्तै हो भ्लग गर्दै हिँड्नै पर्यो। के गर्ने अब यस्तो भलमा, नत्र भने स्विमिङ गर्न हिँड्नु हुन्थ्यो। यी बाख्राहरू तसेर बसिरहन् नि त्यहाँ। ल हेरौँ सबका घरका आँगनमा बाढी कसैको
घर बाढी पसेको छ भने कसैको बाटोमा बाढी पसेकै छैन। त्यही हो मजा आएको त म जान्छु चोकतिर खोला गाउँ डुल्न अनि कसका घरमा भल पसेन भने अनुगमन गर्न जानु पर्यो कि म पनि यसो कसलाई राहत दिने कसलाई राहत नदिने। ओ मिया भाइ आराम। हाम्रो मिया भाइले भैँसी राँगाहरू भगाउँदैछन्, मजा आउँदैछ। अघि चाहिँ म घरदेखि आइसकेँ है, चोकमा छु कि अहिले म फिलहाल बाटोमा हिँडिरहेको छु है। अनि मसँग एउटा चाँचे पार्टनर पनि उतातिर मैले देखिरहेको छु होइन, पुरा भलले त हुन्छ नि खोला तरेर भइरहेछ, गाडी यस्तो हिँडिरहेछ। मलाई लाग्छ त्यहाँबाट गाडी चाहिँ फिक्सै पल्टाउँछ। राजा हेर न मौसम कस्तो दामी छ, चुरोट खान जाने होइन। ना यार म चुरोट खाँदैन, म सिधा सोझो संस्कारी केटीलाई त्यस्तो नभन न। ल हेर ल यति धेरै चोरी चुरोट हिँडिरहेछन् कि मान्छेहरू बब्बाल बाटोमा पनि सब्जी भलेर न जाउँ साथै नआउन बगाइदिएको अरे हुन्थ्यो फेरि। ल हेर गाडी ओइ बे त्यो गाडीलाई हेर्नु साला बकचोरी गरिदियो। त्यसलाई रोकाउन, त्यसलाई त्यो हाम्रो बोइलर फार्ममा पनि बाढी पस्न लागिसकेको छ है। दाइ आज बोइलर कहाँ भगाउने हो त? जाउँ अब हामी नुहाउन जान लाग्यो, जाउँ जाउँ CR7 पब्जी हान्न। अब यस्तो मजा ए बे हिँडेर हेर न भुमरी घुमिरहेछ। ल हेर गाइस त्यो हाम्रो पसलको गाडी पनि भल चाहिँ आइसकेको छ है। यतातिर हाम्रो यो ठुलोवाला घर कोरियावाला घरमा चाहिँ सायद भल नपस्ला है, मुर्गी यस्तै लागिरहेछ। हेर न पुरा हिँडिरहेछ। अब भाइ यी भाइहरूलाई हेर न पुरा भलमा हिँडिरहेछन्। हामी त जाँदा त नुहाउन भनिहाल्यो कि फेरि अब चाहको नुहाउन जानु। ल हेर न त्यहाँको रोडमा यहाँ फेरि अठेसम्म भल चाहिँ खतरा आएको छ है। हामी धेरै उतातिर जाँदैनौँ। अनि के भन मुखमा केही शब्दै आइरहेन कि गाडी आयो यदि त्यसले फेरि पानी छाप्यो भने म त्यो गाडीको सिस्सा फुटालिदिन्छु। यति खतरा छ हेर न। लौ हेर यो क्या हो रहा है, क्या मजाक चल रहा है। ए यस्तो एउटा फोटो खिच्दिउ न मेरो। जाउँ त उभियो न यस्तै भिडियो। अर्को हेर न यार बिस्तारै भन्दैछु न यार, साले झन् हुर्काएर ल्याउँछ यार। अर्को बट्टा यतातिर देख्यौ न यो पछाडिको भ्यू, हातले उता देखाउ न उता भयो के जाम। देख्न सक्नुहुन्छ दर्शकबिन्दहरू। कहाँ रोक न यार, यहाँ यस्तो के छ तुलसी राजा आरामै बाटो एकदम यार। ल हाम्रो तुलसी राजा हुँदै कर्मलामा एउटा बाइक चाहिँ अड्किसक्यो, हेर्न सक्नुहुन्छ दर्शकबिन्दहरू। रोक न चुँ हजुर खै कर्मला पानी आएको छैन। ल रोक न एउटा बाइक चाहिँ त्यो हुन्छ नि भल चाहिँ तर्न नसकेर चाहिँ त्यो भल गाडी बाइक चाहिँ फर्केर आइसक्यो है। उहाँ चाहिँ हल्का तन्दुरुस्त हुनु रहेनछ अनि बाइक पनि तन्दुरुस्त रहेनछ। तिमी यार यस्तो भ्लग हुँदैछ र हो अहिले केही आधी घन्टा पछिको अवस्था दर्शकबिन्दहरू। यहाँ चाहिँ अहिले भिड चाहिँ एकदमै धेरै एकदम धेरै भयो के हुँदैन यार। यो कसको स्कुलको रहेछ यस्तो बाढीमा पनि स्कुल बिदा नदिने, स्कुलै बिदा दिएर रहेनछ। स्कुलमा भल पसेन, स्कुलमा भलै पसेको छैन क्या उतातिर कर्णालीलाई त स्कुल जानु हेलो गाइज होइन म चाहिँ दाइको फर्स्ट सब्सक्राइबर हो। खतराको भनिदिन्छु कि केटाले यार। तिमीहरूको छाता है, तिमीहरूलाई पनि यताउति केटा हो। मलाई फेरि आफ्नै छाता जस्तो गरिदिरहेको थिएँ केटाहरूको छाता लिएर बच्चा केटाहरूको होइन बच्चाहरू बच्चाहरूसँग अलिक धेरै ध्यान दिनुहुन्छ नि त। कर्णाली स्कुलको बसाइको
कर्णालिसको लागि आज बहुत गाह्रो हुने भयो कर्णालिसमा कि भल पस्नु पर्ने खै यार कति बजी मोटो हेर्छ टाइम साढे 8 लाग्यो यार स्कुल जान्छ तिमीहरू बे यस्तो भल नि स्कुल जान्छ कर्णाल यसको त डुब्छ युट्युबमा हाल्ने हो ल हेर यो चाहिँ एकदम खतरा गरी आउँदैछ 3टा गाडी लगातार यो कस्तो यता पनि गाडी लौ हेर च्याट्टे सर आएनन् क्या आज यो गाडीमा अब यताको गाडीको पालो किनकि यताको गाडीहरू चाहिँ गएको छैन कि धानगढी नेपालगञ्जहरू एक गाडी यार ल के हो यस्तो केटाहरू ल रातभरि केटाहरू बर्थडे पार्टी खाएर बिहान हेर न भलमा निस्किरहेको छ तिनीहरू त लगाएर होला सपनै देखेर आइरहेको छु जस्तो उद्धार गरेर आए यिनीहरू कोर्नेखेत उद्धार गरेर आउँदैछन् हाम्रा केटाहरू भुरीको जाने बाटो त यताबाट छ यार यस्तो जाने कोर्नेखेत उद्धार गर्यो एकचोटि नअरे तिमीलाई एकचोटि है म तिमीलाई के सोध्छु गाइस तिमीलाई यो कोर्नेखेतमा उद्धार गरेर कस्तो लगाइरहेको छ गाइस अनि चस्मा त फेरि बब्बाल हान्छ जस्तो के हो ल्याचे खै 10 वटा चस्मा पनि हानौँ न यो हाम्रो विष्णुको बर्थडेमा गएर आज थापाले चाहिँ पठाइदिएको चस्मा है मेरो प्यारो दोमा दाइले पठाइदिएको 10 चप्पल तर फाल्न यार कोही त्यो पौडीले गुणै हुनुपर्छ जस्तो लाग्यो मलाई हरकत हेर्दै एउटाले कट्टु तान्दै गयो अझ